नमस्ते सबैजनालाई। यो चाहिँ गुलाबको फुल हो। अहिले सम्म चाहिँ हामीले यो गुलाबको फुल चाहिँ कानमा सिउरिने होइन, एकअर्कालाई दिने गरेका छौँ। तर म चाहिँ खान गइरहेको छु। यो एकदम मिठो हुन्छ। यसको स्वाद चाहिँ मैले अहिलेसम्म टेस्ट गरेको छैन है। आज चाहिँ म यो के भन्छ गुलाबको फुलको खाएर चाहिँ यसको टेस्ट कस्तो हुन्छ, यसको स्वाद कस्तो हुन्छ भनेर चाहिँ मैले थाहा पाउन गइरहेको छु। अन्तिम समय हेर्नु होला। यसको स्वाद चाहिँ कस्तो टर्रो टर्रो खालको अनि यो तितो तितो खालको के दुईटै मिक्स भएको जे होस् एकदम मिठो हो। त्यो कस्तो कस्तो के अब त्यो टर्रो र तितो मिक्स हुँदाखेरिको स्वाद चाहिँ कस्तो हुन्छ त्यो त तपाईँहरूले अनुमान गर्नु होला। तपाईँहरू आफै पनि गुलाबको फुल खाएर चाहिँ यसको स्वाद थाहा पाउन सक्नुहुनेछ है। मैले चाहिँ फर्स्ट टाइम हो यो स्वाद थाहा पाउनको लागि टेस्ट गरेको। स्वाद एकदम मिठो छ है। यस्तो तितो है एकदम नमिठो चाहिँ होइन, यो ठिकै छ, स्वादिलो। त्यही भएर आज चाहिँ मैले टेस्ट गरेँ। हजुरहरूले पनि टेस्ट गर्न सक्नुहुनेछ। यो चाहिँ मेरो युट्युबमा फर्स्ट भिडियो है त। लाइक, सब्सक्राइब अनि सेयर, कमेन्ट पनि गर्न सक्नुहुनेछ।